ओमप्रकाश मेहता, जयप्रकाश मेहता, गणेश यादव। एकजना 24 वर्षका, अर्का 20 वर्षका र सबैभन्दा कान्छो जना जम्मा 17 वर्षका। तीनैजनाको मृत्यु एउटै हप्तामा भयो, तर तीनै फरक ठाउँमा। सुनसरीबाट सुरु भएको यो घटना साता नबित्दै सिराहा, धनुषा र पर्सासम्म फैलियो। यो घटना अहिले सुनसरीको एउटा गल्लीमा मात्र सीमित छैन। यदि राज्यले पहिलो ज्यान गएकै रात गम्भीरतापूर्वक लिएको भए के दोस्रो र तेस्रो ज्यान जोगिन्थ्यो? आजको यस भिडियोमा सुनसरी घटनामा के भयो, कसले के भन्यो, कहाँ भनाइहरू बाँझिन्छन् र किन एउटा हिन्दू राष्ट्र सम्बन्धी विवादित सम्झौता अहिले यही घटनासँग जोडिएर तातिरहेको छ। भिडियो अन्त्यसम्म हेर्नुहोस्, किनभने सरकारले आफै स्वीकारेको एउटा प्रतिबद्धता हामीले अन्तिममा राखेका छौँ जुन धेरैलाई थाहा छैन। घटनाको दिन बिहान झण्डा विवाद। कप्तानगञ्जमा विद्युतको पोलमा राखिएको मुस्लिम समुदायको झण्डा हटाई त्यहाँ हिन्दू झण्डा राखियो। यो घटना दिनभरि तनावको पृष्ठभूमि बनिरह्यो। प्रत्यक्ष झगडा नभए पनि स्थानीयवासीले केही चर्किन लागेको छ भन्ने आशंका राखिसकेका थिए। बेलुका बोलबम यात्रा। साउन महिनाको बोलबम यात्राका लागि तीर्थयात्रीहरूको समूह सप्तकोशी ब्यारेजबाट जल लिएर कप्तानगञ्ज चोकतर्फ लाउड स्पिकरमा गीत बजाउँदै हिँडिरहेको थियो। राति 10:15 विवाद सुरु। अर्को समुदायका केही व्यक्तिले लाउड स्पिकरको आवाजमा आपत्ति जनाए। तर्क वितर्क सुरु भयो। राति 10:30 बजे धकेलम धकेल। वाद विवाद हातापाई र धकेलम धकेलमा परिणत भयो। यही बेला प्रहरी घटनास्थलमा पुग्यो। कप्तानगञ्ज प्रहरी चौकीबाट प्रहरी निरीक्षक प्रकाश कुमार श्रेष्ठको नेतृत्वमा टोली मध्यस्थताका लागि पुगेको थियो। राति 10:45 भिड बढ्यो, हतियार देखियो। प्रहरीका अनुसार मध्यस्थ प्रयास चलिरहँदा नै थप मानिस जम्मा भए। प्रहरी अधिकारी चन्द्रबहादुर खड्काका अनुसार भिडमा भएका केहीसँग दाउरा, ढुङ्गा, बाँसको लौरा र भाला जस्ता हतियार थिए। राति 10:45 पछि गोली। नेपाल प्रहरीले 3 राउन्ड र सशस्त्र प्रहरी बलले 7 राउन्ड गोली चलायो। प्रहरीले यसलाई भिड तितरबितर पार्ने उद्देश्यले गरिएको कारबाही भनेको छ। एउटा प्रतिवेदनमा एपीएफले हापामा गोली चलाएको उल्लेख छ, अर्को प्रतिवेदनमा सिधै भिडतर्फ गोली चलेको सङ्केत छ। यो भिन्नता आफैमा एउटा अनुत्तरित प्रश्न हो र छानबिन प्रतिवेदनले यसको स्पष्ट जवाब दिनुपर्छ। राति 11:25 बजे पहिलो मृत्यु। 24 वर्षीय ओमप्रकाश मेहतालाई गोली लाग्यो। उपचारका लागि विराटनगरको न्युरो अस्पताल लगिँदा डाक्टरहरूले उनलाई मृत घोषणा गरे। भोलिपल्टदेखि प्रशासनिक प्रतिक्रिया। हरिनगरा, भुताहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू लगाइयो। हरिनगर र देवानगञ्ज गाउँपालिकामा 5 जनाभन्दा बढी जम्मा हुन नपाइने निषेधाज्ञा जारी भयो। सोमबार र मङ्गलबार कर्फ्यू उल्लङ्घन र आगजनी। कर्फ्यू व्यवस्था गर्दै 400-500 जनाको भिड कप्तानगञ्ज बजारमा जम्मा भयो। पसल तोडफोड, आगजनी भयो। स्थिति नियन्त्रण बाहिर जाने लक्षण देखिएपछि नेपाली सेना परिचालन गरियो। बिहीबार दोस्रो मृत्यु। पेटमा गोली लागेका जयप्रकाश मेहता, जसको सोमबार अपरेसन भइसकेको थियो र भेन्टिलेटरमा राखिएका थिए, विराटनगरकै न्युरो अस्पतालमा उपचारकै क्रममा मृत्यु भयो। बिहीबार अर्को जिल्लामा तेस्रो मृत्यु। सुनसरीको तनाव यतिन्जेलसम्म सिराहाको गोलबजारसम्म फैलिसकेको थियो। त्यहाँ कर्फ्यू उल्लङ्घन गर्दै भएको झडपमा गणेश यादवलाई गोली लाग्यो र उनको मृत्यु भयो। साथै धनुषाको धनुषाधाम नगरपालिकाका सुभाष ठाकुरलाई पनि गोली लागेको रिपोर्ट छ। यही समयतिर 4 जिल्लामा विस्तार। सुनसरी, सप्तरी, सिराहा र धनुषामा कर्फ्यू, पर्सामा निषेधाज्ञा। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना तीनै निकाय परिचालनमा। यहाँसम्मको समयरेखा धेरैजसो स्रोतमा मिल्छ, तर विवरणमा केही ठाउँमा भनाइहरू बाँझिन्छन् र यही भिन्नताले नै छानबिनलाई महत्त्वपूर्ण बनाउँछ। घाइतेको सङ्ख्यामा भिन्नता छ। कुनै रिपोर्टमा 16, कुनै रिपोर्टमा 22 र कुनै रिपोर्टमा 24 भनिएको छ। यस्तो भिन्नता ठूला घटनाको सुरुवाती रिपोर्टिङमा सामान्य मानिन्छ, तर अन्तिम आधिकारिक सङ्ख्या अझै टुङ्गिएको छैन। गोली नागरिकतर्फ सिधै चलाइएको हो कि हावामा हो भन्नेमा प्रहरीका आफ्नै अधिकारीहरूको भनाइमा भिन्नता देखिन्छ। मन्दिर परिसरमा मारिएका व्यक्ति पुजारी थिए भन्ने दाबी सामाजिक सञ्जालमा व्यापक छ, तर यसलाई कुनै आधिकारिक स्रोतले न पुष्टि गरेको छ न अस्वीकार गरेको छ। यो हाल अपुष्ट दाबी नै हो। घटनास्थलमा त्यति बेला बत्ती गएको कुरा धेरै स्थानीयवासीले बताएका छन्, जुन कुरालाई मानव अधिकार कर्मी रमेश भट्टराई र सांसद लालविक्रम थापाले सार्वजनिक रूपमा उठाइसकेका छन्। यो प्रश्न किन महत्त्वपूर्ण छ भने यदि गोली चल्नुभन्दा केही सेकेन्ड अघि नै बत्ती गएको हो भने त्यसले घटनाको दृश्य प्रमाण सङ्कलन, प्रत्यक्षदर्शीको स्पष्ट देख्ने क्षमता र पछि जिम्मेवारी तोक्ने कामलाई नै प्रभावित पार्न सक्छ। यही भएर यो प्रश्न भावनात्मक हल्ला मात्र होइन, प्राविधिक हिसाबले पनि गम्भीर हो।
निष्पक्ष हुनका लागि प्रहरीको पक्ष पनि सुन्नुपर्छ। प्रहरीका अनुसार भिडमा दाउरा, ढुङ्गा, बाँसका लौरा र भाला थिए र 13 सुरक्षाकर्मी घाइते भए, जसमा प्रहरी निरीक्षक राकेश राई पनि थिए। मध्यस्थता प्रयास असफल भएपछि मात्र गोली चलाइएको प्रहरीको दाबी छ। तर यहाँ स्वाभाविक प्रश्नहरू उठ्छन् जुन नेपाल प्रहरीकै भिड नियन्त्रण मापदण्डसँग जोडिएका छन्। गोली चलाउन अघि अश्रु ग्यास वा अन्य गैर घातक उपाय पूर्ण रूपमा प्रयोग गरिएको थियो त? कम्मरमुनि गोली चलाउने मापदण्ड पालना भएको थियो त? चेतावनी दिएर गोली चलाएको थियो त र कति समयको अन्तरालमा? भिड नियन्त्रणका लागि गोली चलाउन प्रशासनिक स्वीकृति आवश्यक हुन्छ, त्यो प्रक्रिया पालना भएको थियो त? यी प्रश्नको जवाब नै छानबिन प्रतिवेदनको मूल आधार बन्नुपर्छ। प्रहरीको भनाइलाई सम्मान गर्दै यी प्रक्रियागत प्रश्नको जवाब नआउँदासम्म गोली चलाउनु बाहेक अर्को विकल्प थिएन भन्ने दाबीलाई अन्तिम सत्यको रूपमा लिन सकिँदैन। घटनापछि राज्यले धेरै कदम चाल्यो। सुनसरी प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे फिर्ता बोलाइए। ईश्वरी प्रसाद अर्याल नयाँ सिडिओ बने। कोशी प्रदेशमा प्रहरी नेतृत्व फेरियो। सुनसरी र कप्तानगञ्जका प्रहरी नेतृत्व पनि साटिए। 4 जिल्लामा कर्फ्यू, 1 जिल्लामा निषेधाज्ञा। गृह मन्त्रालयले 5 सदस्यीय छानबिन समिति गठन गर्यो। संयुक्त सचिव भूपेन्द्र थापाको नेतृत्वमा 1 हप्ताको समय सीमा तोकिएको थियो। सरकार र मृतक परिवारबीच 7 बुँदे सम्झौता भयो। मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया र प्रत्येक परिवारलाई 10 लाख रुपैयाँ राहत। यहाँ ध्यान दिनुपर्ने कुरा, छानबिन समितिको 1 हप्ताको समय सीमा यतिन्जेलसम्म लागिसकेको छ र प्रतिवेदन सार्वजनिक भएको छैन। जबसम्म यो प्रतिवेदन आउँदैन तबसम्म बत्ती, गोली आदेश र गोली चलाउने प्रक्रिया सम्बन्धी कुनै पनि प्रश्नको आधिकारिक जवाफ आउने छैन। घटना संसदसम्म पुग्यो। 14 दिनको अन्तरालपछि बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारसँग सोझै प्रश्न सोधे। एमाले उपसंसदीय दलका नेता पद्मा अर्यालले भनिन्, यो घटनाले शान्ति र सुरक्षा कायम राख्ने राज्यको दायित्वमा चुक्ति देखाउँछ। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च स्तरीय छानबिन आयोग गठन गरी छिटो र निष्पक्ष रूपमा तथ्य पत्ता लगाउन माग गरे। साथै मृतक परिवारले न्याय पाउनुपर्ने कुरामा पनि जोड दिए। अर्को गम्भीर आलोचना यो पनि छ, प्रधानमन्त्री बालेन्द्र शाहले घटनापछि 4 दिनसम्म सार्वजनिक रूपमा मौन रहे भन्ने आरोप लागेको छ, जुन कुरा घटनाको गम्भीरता र फैलावटलाई हेर्दा राजनीतिक रूपमा उल्लेखनीय बनेको छ। यहाँ प्रश्न 2 तहमा उठ्छ। 1, के यो तत्कालीन नेतृत्वको प्रतिक्रियामा ढिलाइको समस्या हो? 2, कि तराईमा वर्षौंदेखि दोहोरिरहेको साम्प्रदायिक तनावलाई राज्यले संरचनागत रूपमै सम्बोधन गर्न नसकेको समस्या हो? यसको कुनै सरल जवाब छैन, तर एउटा तथ्य स्पष्ट छ, यो पहिलोचोटि होइन र हरेक पटक राज्यले घटना भइसकेपछि मात्र प्रतिक्रिया देखाउने गरेको छ। संयुक्त हिन्दू मोर्चाले शनिबार गृहमन्त्री सुदन गुरुङलाई 13 बुँदे मागपत्र बुझायो। पहिलो बुँदामा नै भनिएको छ, शान्ति र सामाजिक सद्भाव कायम राख्न स्पष्ट समय सीमा तोकेर 3 महिनाभित्र सर्वदलीय बैठक मार्फत नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्ने विषयमा छलफल अगाडि बढाउने। मागपत्रका अन्य बुँदामा देवानगञ्ज सुनसरी घटनापछि पक्राउ परेकाहरूको मुद्दा पुनरावलोकन, घाइतेको उपचार, गोली चलाउने सुरक्षाकर्मीको छानबिन र धार्मिक जातीय घृणा फैलाउने विरुद्ध कानुनी कारबाही जस्ता माग समावेश छन्। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले यसलाई सम्झौता भन्न इन्कार गरे। उनका अनुसार यो केवल मागपत्र प्राप्त गर्ने कार्यक्रम थियो, कुनै वार्ता वा हस्ताक्षर भएको सम्झौता होइन। तर पत्रकार राजकुमार रेग्मीले सामाजिक सञ्जालमा यसलाई रहस्यमय र शङ्कास्पद भनी प्रश्न उठाए। यो सम्झौता किन गरियो, केका लागि गरियो भनेर। आइतबार गृहमन्त्री गुरुङले जनकपुरमा फेरि हिन्दू सम्राट सेना नेपालसँग वार्ता गरे। थप 6 बुँदा थपेर वार्तापछि सरकारले पक्राउ परेकाहरूलाई रिहा गर्ने, मुद्दा नचलाउने र गोली चलाउने सुरक्षाकर्मीको छानबिन गर्ने प्रतिबद्धता जनायो। यही प्रतिबद्धतापछि हिन्दू सम्राट सेनाले आफ्नो विरोध कार्यक्रम फिर्ता लियो। यहाँ स्पष्ट हुनुपर्ने कुरा के हो भने, सरकारले हिन्दू राष्ट्र सम्बन्धी माग स्वीकार गरेको छैन, त्यो माग प्राप्त गरिएको मात्र हो, कार्यान्वयनको प्रतिबद्धता होइन। तर सरकारले पक्राउ परेकाहरूलाई रिहा गर्ने र सुरक्षा कर्मीको छानबिन गर्ने प्रतिबद्धता भने स्पष्ट रूपमा जनाएको छ र यो नै अघिल्लो खण्डमा उठाइएको छानबिनको प्रश्नसँग सिधै जोडिन्छ। यसको अर्थ यो घटना अब केवल एउटा स्थानीय झगडा र प्रहरी कारबाहीको प्रश्न मात्र रहेन, यो राष्ट्रिय स्तरको धार्मिक राजनीतिक बहसको एउटा तत्काल कारण बनिसकेको छ। कप्तानगञ्ज र वरपरका क्षेत्र नेपाल भारत सीमावर्ती तराईमा पर्छन्, जहाँ विभिन्न धर्म र समुदाय शताब्दीौंदेखि सँगै बसोबास गर्दै आएका छन्। यही सहअस्तित्वकै बीचमा झण्डा, लाउडस्पिकर र धार्मिक जुलुस जस्ता साना विषयले पटक पटक ठूलो रूप लिने गरेको छ, किनभने यी विषयले प्रत्यक्ष धार्मिक पहिचान र सार्वजनिक स्थानमाथिको दाबीलाई छुन्छन्। यो सन्दर्भ नबुझी यो घटनालाई एक्लै हेर्दा त्यसको गहिराई बुझिँदैन। 3 जनाको ज्यान गयो, धेरैका घर व्यापार जल्यो, 4 जिल्लामा कर्फ्यू लाग्यो र अहिले एउटा नयाँ राजनीतिक बहस हिन्दू राष्ट्र यही घटनाको काखबाट जन्मिएको छ। गोली कसले चलायो भन्ने प्रश्नभन्दा पनि ठूलो प्रश्न के हो भने, त्यो गोली चलाउनु पर्ने अवस्था नै किन आयो र त्यो प्रश्नको जवाफ नखोजी हामी हरेक
हरेक पटक घटना भइसकेपछि क्षतिपूर्ति र सम्झौतामै सीमित हुने हो भने अर्को कप्तानगञ्ज अर्को गोलाबजार रोक्ने आधार कहिल्यै बन्दैन। छानबिन प्रतिवेदन अझै आएको छैन। जब आउँछ हामी त्यो सबैभन्दा पहिले तपाईँ सामु ल्याउनेछौँ। तपाईँलाई के लाग्छ कमेन्टमा लेख्नुहोस्, भिडियो सेयर गर्नुहोस्, साथै यस च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्।